आज चाहिँ हाम्रो साथीभाइहरूले चाहिँ बिफ मिट खाने अरे, त्यसै कारणले चाहिँ आज चाहिँ बिफ लिएर आएको छ। बिहानै हाम्रो साथीभाइहरूले खाने अरे आज चाहिँ बिफ। म चाहिँ खाँदिनँ, यसो भिडियो चाहिँ हल्का फल्का बनाइदिएको। अनि यहाँ चाहिँ अनियन पनि कट भएर रेडी भइसकेको छ बिफ करीको लागि। हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि यहाँ कटिङ हुँदैछ टमाटर। अनि यहाँ चाहिँ बिफ करीको लागि चाहिँ मजाले अनियन फ्राई हुँदैछ। अरू मरमसला चाहिँ यता छ, जिन्जर गार्लिक जिरा पेस्ट टमाटो। अहिले चाहिँ एकदम मजाले बिफ करीको लागि मसला पनि पाक्दैछ। अनि अब चाहिँ लगभग मसला रेडी भइसक्यो। केटाहरूले त आज बिफ खाइहाल्छ। मैले चाहिँ के खानु पर्ने होला भनेर त्यो पनि सोच्न पर्दैछ। यता बिफ करीको मसला देखेर भोक पनि आउँदैछ। लो अब चाहिँ आयो बिफ। बसे लु है, बिफ त दामी रहेछ तर एकदम बसै भएको। नुन पनि आइहाल्यो। हेर्दै खाउँ लाग्दैछ त है साथीभाइहरू। काँचोमै पनि बसो हेर्दै। साथीभाइहरू यी घोडको मासु चाहिँ मजाले पाक्दैछ। झन्डै डेक्ची पल्टी पठायो हो। डेक्ची पल्टी पठायो भने चाहिँ फेरि मैले जति लिएको त्यति नै पैसा तिरेर खुरुक्कै पैसा दिएर चाहिँ ल्याउनु पठाउनु पर्थ्यो होला। झन्डै पल्टी पठायो नि। मजाले पाक्दैछ साथीहरू। लस परेको ग्रेभी एकदम। अब के गर्नु, नखाए पनि यसो भिडियो त यसो एउटा कन्टेन्टको लागि भिडियो त बनाउनु पर्यो हो। नखाए पनि कन्टेन्ट फर कन्टेन्ट। दामी हुन्छ। बिफ पकाउने बिफ कुकिङ चाहिँ यहाँ हो। हाम्रो भाइले पकाउँदैछ बिफ चाहिँ। साथीभाइहरू अब चाहिँ पाक्नु लाग्यो। पाक्नु लाग्यो।
लु साथीभाइहरू अब चाहिँ एकदम पाकेर रेडी भइसकेको छ। अनि अब चाहिँ हाम्रो भाइले एकदम मासु चाहिँ आफ्नो आफ्नो भागा लाउनु स्टार्ट गर्ने रहेछ। यी कन्टेनर पनि रेडी पारिरहेको छ। लु लु हाल्यो किडाइ कसले खान्छ। Share it.